बुलेट बन्ने बारुद र एक्सन जन्माउने खानी हुँ म। मसँग सुन्ने समय छैन, तसँग त समय नै छैन। हामी जन्मजात नै शिकारी हौं, शिकारी। पुरै दैलेख मलाई चाहियो। पेट्रोल खानी माथि हुर्केको यो ज्वालालाई जिस्क्यायो भने तमीहरूको खरानी पनि नभेटिएला। धागो भन्ना बढी मायाले बुन्याको यो गलबन्दी, मेरो न्यानो माया जै बेला पनि बाबु साहेब साथ हुनेछ। अगुवा मलाई त्यो अगुवा जिउँदै चाहिन्छ। अन्याय विरुद्धको योद्धा हुँ म, पर्दा पछाडिको पर्दा हुँ म। मेरो माया सधैँ हजुरको छाया बनिरहनेछ। मसँग सुन्ने समय छैन, तसँग त समय नै छैन। यसको बडीमा ब्लड भन्दा धेरै बुलेट स्ट्रोक हो। बुलेट बन्ने बारुद र एक्सन जन्माउने खानी हुँ म। न्यायको अन्तिम बाटो राम नाम सत्य। खेलका असली खेलाडीहरू त पर्दा पछाडि छन्। ओके, राम नाम सत्य। ओके, यो बिचमा चाहिँ मैले अलिकति भिडियोहरू चाहिँ अलिकति बनाउन पाएको थिइनँ होइन, आफ्नै व्यस्तताले गर्दा। र आज चाहिँ यो भिडियो होइन नबनाइकन चाहिँ चित्तै बुझेन र अहिले साँझ मैले यो ठ्याक्कै ट्रेलर आएको थाहा पाएँ है। ओके, हाम्रो यसपालि चाहिँ हाम्रो टिजरमै इन्ट्रोड्युस गरेको थियो कि हाम्रो नयाँ टाइटल भनौँ न विराज भट्टजीको होइन, एक्सनको खानी भनेर उहाँलाई होइन, माइन्ड अफ एक्सन भनेर हो पनि होइन। एक हिसाबले उहाँ एक्सनको खानी हुनुहुन्छ है। र अब विराज भट्टजीको चाहिँ नयाँ मुभी राम नाम सत्य चाहिँ ट्रेलर आएको रहेछ होइन। र ट्रेलर बबा लाग्यो मलाई होइन, नेक्स्ट लेभलको छ ट्रेलर होइन। र यसमा चाहिँ हाम्रो लेजेन्डरी एक्टर हाम्रो सुनिल थापाजी होइन, उहाँलाई देख्न सकिन्छ। सम्भवतः उहाँले यही सुटको अन्तिमतिर उहाँको चाहिँ डेथ भएको थियो होइन। उहाँलाई हार्दिक श्रद्धाञ्जली। हाम्रो एकदम लेजेन्ड हुनुहुन्थ्यो उहाँ होइन। र यो फिल्ममा चाहिँ हाम्रो विराज भट्ट, सुनिल थापा बाहेक पनि हाम्रो एक्सन स्टार भनेर होइन अहिले
चिनिएको हाम्रो सुशील श्रेष्ठजी हुनुहुन्छ होइन, त्यसै गरेर हाम्रो प्रशान्त ताम्राकारजी हुनुहुन्छ होइन, ह्यान्डसम भिलेन भनेर होइन। उहाँहरू सँगसँगै चाहिँ अहिले चाहिँ हामीले यो मुभीमा चाहिँ देख्न सकिन्छ हाम्रो हिरोइनहरू चाहिँ 3 जना हुनुहुन्छ, हाम्रो सुपुष्पा भट्ट होइन, र अहिले मलाई पछिल्लो समयमा एकदम राम्ररी लाग्ने दिव्य रायमाझी हुनुहुन्छ होइन, र हाम्रो टिकटकको स्टारै भनौँ न होइन, आयुष सिंह ठकुरी हुनुहुन्छ भने हाम्रो दिनेश टिसी हुनुहुन्छ पुरानो कलाकार, र हाम्रो डान्स प्रोग्राममा विनर हुनुभएको खुसी कार्कीजी हुनुहुन्छ, लगायत थुप्रै यहाँ चाहिँ हामीले चाहिँ कलाकारहरू चाहिँ यो फिल्ममा चाहिँ हामीले देख्न सकिन्छ। र यो चाहिँ ओभरअल हेर्ने हो भने चाहिँ एक्सन मुभी नै रहेको छ, र यसमा चाहिँ एक्सन मात्र नभएर स्टोरी पनि राम्रै छ जस्तो लाग्यो होइन। कर्टेन बिहाइन्ड कर्टेन के लेखेको छ होइन, र डाइलगमा नि भनिएको थियो कि पर्दा पछाडि चाहिँ रियल खेलाडीहरू हुन्छ अथवा त्यस्तै डायलग उहाँले दिनुभएको छ। त्यसको मतलब चाहिँ यसमा चाहिँ सस्पेन्स थ्रिलरहरू पनि मजाको छ, र यसमा चाहिँ हाम्रो 3 जना हिरोइनहरू पनि कोसँग लिङ्क हुनुहुन्छ भनेर ठ्याक्कै हामीलाई प्रष्ट देखाएको पनि छैन, त्यो पनि सस्पेन्स होला सायद होइन। र यसमा चाहिँ हाम्रो सुशील श्रेष्ठज्यू र विराज भट्टज्यू नि आम्ने सामने सिन देख्न सकिन्छ, जुन मलाई एकदम चाहिएको हो कि होइन। जस्तै मल्टिस्टारर होस् न होइन, दामी देखिन्छ नि त। र हाम्रो यहाँ चाहिँ भिलेनहरू पनि बवाल हुनुहुन्छ, लेजेन्डरी सुनिल थापा सँगसँगै प्रशान्त ताम्राकार हुनुहुन्छ होइन, र हाम्रो के अरे 12 गाउँको भिलेन हुनुहुन्छ होइन। र ओभरअल हेर्ने भने मजाको बनेको छ जस्तो लाग्यो मुभी चाहिँ होइन। एक्सन मात्रै स्टन्ट मात्रै देखाएर नभएर एउटा स्टोरी पनि राम्रै बिल्डअप गरेको जस्तो लाग्यो मलाई चाहिँ। र यसको टिजर पनि बवालले देखाएको थियो होइन, र गीतहरू पनि राम्रो हिट भइरहेको देखेको छु है। ओके, यो मुभी चाहिँ म हेर्छु, र विराज भट्टले नेक्स्ट लेभलको एउटा एक्सन मुभीहरू चाहिँ नेपालमा चाहिँ ल्याइराख्नु भएको छ, र यो मुभी पनि पक्कै पनि होइन बवाल हुन्छ भन्ने शुभकामनासहित हाम्रो डाइरेक्टर माइकल चन्दजीलाई चाहिँ नेपाली फिल्म इन्डस्ट्रीमा चाहिँ निर्देशकको रूपमा स्वागत।